नमस्ते साथीहरू, रिजलाइन इनर्जी लिमिटेडले आज पुस 13 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। भने यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ। भने आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गरिसकेपछि भने दोस्रो चरणमा भने यस कम्पनीले जनरल पब्लिक अथवा सर्वसाधारण लगानीकर्ताको लागि आइपिओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले 26 करोड 7 लाख रुपियाँ बराबरको 26 करोड 7 लाख किता आइपिओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। जसमध्ये 11 करोड 85 लाख रुपियाँ बराबरको 11,85,000 किता भने आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि आइपिओ निष्कासन गर्ने भएको छ। र त्यसै गरी 1 करोड 42,20,000 रुपियाँ बराबरको प्रति सेयर रु 100 रुपियाँ अङ्कित दरमा 1,42,200 किता भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ। र यस कम्पनीले निष्कासन गर्न लागेको आइपिओमा भने न्यूनतम 10 किताका लागि आवेदन दिन पाइने भएको छ भने अधिकतम भने 50,000 कितासम्म आवेदन दिन पाइने भएको छ। र यस कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरेको आइपिओमा आवेदन दिने अन्तिम मिति भने पुस 28 गते रहेको छ। र त्यसै गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आवेदन दिने अन्तिम मिति भने पुस 17 गते रहेको छ। र यस कम्पनीको रेटिङको कुरा गर्ने हो भने केयर नेपालले यस कम्पनीलाई केयर NPBB QRI रेटिङ प्रदान गरेको छ। र यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता भने मध्यम जोखिम रहेको सङ्केत गर्दछ। र यस जलविद्युत आयोजनाबाट कम्पनीले 2080 माघ 8 गतेदेखि व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा समेत जडान गरी बिक्री गरिरहेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्पा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सिआस्पा प्रणाली मार्फत आवेदन दिन सक्ने भएका छन्। र त्यसै गरी स्थानीय प्रभावित बासिन्दाहरूले भने रिजलाइन इनर्जी आयोजना कार्यालय गोर्खा, प्रभु क्यापिटल, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने भएको छ। र यस कम्पनीले स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आइपिओ बाँडफाँड गरिसकेपछि भने दोस्रो चरण भने तपाईँ हामी सर्वसाधारण लगानीकर्ताको लागि आइपिओ निष्कासन गर्ने भएको छ। हस्त साथीहरू, आजको भिडियो यति नै रहेको छ। आउने दिनहरूमा नेपाल शेयर बजार सम्बन्धी नयाँ जानकारीहरू थाहा पाउन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।